रनिङ इन्ट्रो वाला भन गाइस इट्स मी स्न्याति इट्स मी सारू मेरो नाम कविता बरुवाल हामी चाहिँ यो भन्दा अगाडि कहिले गथ्यौँ रे 1 वर्ष उसमा गथ्यौँ 1 वर्ष भन्दा नि बढी भयो अनि यिनी चाहिँ मिसिङ थियौँ त्यो भ्लगमा चाहिँ अनि आज फाइनली हाम्रो 4 जनै छौँ हाम्रो ग्रुप कम्प्लिट भएको छ यो भ्लगमा चाहिँ अनि हामी जाँदैछौँ हामी जाँदैछौँ पामे अनि अब हामी ढिला नगरिकन यहाँबाट जाम है त हामी यहाँ सामानहरू किनेर लाग्दैछौँ लन्चोकमा सामान किनेको हेर्नु होला यस्तो काम भइरह नि है ओ माई गड चाहिँ यहाँनिर आएँ माथि यस्तो छ बाटो चाहिँ ओ माई गड यति गर्मी भयो कि भनेर साध्य छैन हामी चाहिँ आयौँ आउनु चाहिँ जङ्गलको बिचमा छ है बाटो कस्तो थियो भनिदिएको साथी भोलि कसरी लाने हो थाहा छैन हाम्रो गाउँमा नि यस्तै छ बाटो यहाँ छ है सिक्रेट गार्डन भिला एन्ड क्याफे फोटोमा चाहिँ राम्रो थियो अब लेट्स सी हाम्रो एक्सपेक्टेसन भर्सेस रियालिटी हुन्छ कि हुँदैन हेरौँ है त थिङ्क पोजिटिभ हाम्रो फेरि पार्किङको समस्या भइरहेको कि यहाँ पार्किङ नरहेछ कि के हो कुरा बुझिएन अब माथि गएर सोध्नु पर्यो किनभने यस्तो बाटोको यस्तोमा छ कि वाट ए फोहोर होइन यो के हो ढुङ्गा यस्तो हो ढुङ्गा हो त ए ढुङ्गा रहेछ तिमी खेल्न सक्छौ मैले फोटोमा हेर्दा भन्दा सानो लाग्यो माथि चाहिँ कस्तो छ भन्नु पुरा पिङ्क तर ओ नो यस्तो गर्मी हो यार वाट ए भगवान् बाहिर त शीतल हो लुगा त हेरेर त राति तर्सिन्छ होला यार मान्छे यो लुगा हेरेर कसरी यसरी बेलुकासम्म अलि शीतल हुन्छ कि हामी चाहिँ अब तास खेल्दैछौँ एकजनालाई नआएर किटी तिमी चाहिँ जुतपत्ती मात्रै आउने हो कि भगवान् जुतपत्ती मात्रै चिप्स खाँदा ल है त कसले जित्छ हामी चाहिँ फाइनल्ली अब तल आइसक्यौँ अघि चाहिँ एकदम धेरै घाम थियो अनि त्यही भएर हो यहाँ फोटो सेसन हुँदैछ देख्न सक्नुहुन्छ मम्मी यही है पेट आएको फोटोग्राफर फोटो सुट हुँदैछ अनि त्यसपछि अब हामी स्विमिङ गर्ने भनेछौँ पुल चाहिँ सानो रहेछ कि यस्तो सानो छ एरिया पनि फोटोमा हेरेको भन्दा चाहिँ सानै छ फोटोमा चाहिँ हामी फाइनल्ली पुलमा आयौँ है यस्तो घाम हुँदा नि तातेर हुन्छ नि त पानी त हेलो फर्स्ट टाइम स्विमिङ गर्ने मान्छे इनको स्विमिङ कस्ट्युम खतरा छ है गाइस अभी मजा आएगा ना भिड़ो 1 2 3 go beautiful waitress serving us but it's okay hello कोका हाल त तिनवटा हाल नि मैले स्न्याक खिच्छौँ कि ओ कविता कब आओगी बड़ी हो रही है यो दा मनिका के होइन नाइस यति भए काफी हुन्छ जस्तो छ
मेरो त यो दुई यहाँ यस्तो ल हामी चाहिँ अब उकालो लाग्दै हो तर हामी बस्ने ठाउँ चाहिँ यो हामीहरू यस्तो स्ट्रगल गरिरहेछौँ के थाहा जाऊ रे होइन होइन केही हुन्न सधैँ हिम्मत चाहिँ उसको छ क्या यसकै आएको यसकै आएको हो गुटी पाउने अहिले नगर कि उतै गएर भातौँ न अरू कहाँ के छ सूचना तिनजना हो र ए तिनजना होइन हो चारजना हामी यिनी त जानु लागि के रहेछ ए त्यो त कसरी ल्याउनु त यहाँ तल के हो र मान्छे गाड्छन् क्या ओए म भन न मैले एउटा दाउरा पाइने भाइ अहिले बल्यो भने के गर्ने ल भन दाउरालाई पैसा हाल्न त लास्टै हुँदो रहेछ झ्यानाकुटी झ्यानाकुटी झ्याइ झ्याइ झ्यानाकुटी झ्यानाकुटी झ्याइ झ्याइ झ्यानाकुटी झ्यानाकुटी झ्याइ हेर यति धेरै मेहनत गर्ने केटाकेटीहरू छन् बार्बिक्यू गर्ने भनेर रोक कपिराइट लाग्छ अहिले एकछिन यस्तो रमाइलो मलाई यो भ्यू चाहिँ दामी लाग्यो सर्भिस राम्रो छैन अरू के हुन्न ल हामी आगो ताप्दैछौँ गाइज अनि हात धुने चाहिँ कहाँ भन्नु न यो स्विमिङ पुलमा हात धुन गइरे तिमी चाहिँ यस्तो फेसिलिटी छ क्या यहाँ चाहिँ के खागी रे यो त उसो कि कालो चिया ए लास्टै डिस्टर्ब गऱ्यो उहाँ हेर्नु न के रे मुझसे तू प्यार करती है या नहीं भन्ने के मुझे तू प्यार करती है या नहीं हिजो हामीले बार्बिक्यू गरेको ठाउँ यहाँ छ कोइलमा गरेको 1 केजी कोइल चाहिँ हाम्रो त मासु नै नपकेको 1 केजी कोइलले बिहानको भ्यू हेर्नु होला यस्तो मजा छ यिनलाई चाहिँ 1000वटा फोटो खिच्नुपर्छ बिचरामा क्यामेराम्यान इन्फ्लुएन्सर नो भिडियो प्लिज अब मम्मीहरूको लागि यस्तो फोटो खिचिदिनु पर्यो कुनै ब्रान्डको लागि कोल्याब गर्नु छ भने यिनलाई कन्ट्याक्ट गर्नु होला मेन चाहिँ 179 इन्स्टाग्राम गाइज पिर मान्न पर्दैन फोटोग्राफरको मै छु उहाँ नै हो हाम्रो फोटोग्राफर हेलो यिनी चाहिँ पिङ्क लगाएर क्युटी भएर बसिछिन् यता उभिएन उठ न यसो देखाइदियो यहाँ तिमी चाहिँ सायद मेरो भ्लगमा फर्स्ट टाइम होला केही भन्थ्यौ मेरो भ्लगमा के रे सबैले हाम्रो मोनिकाको भ्लग हेरिदिनु होला अनि त्यसपछि हामीलाई अनुहारको स्किन केयर पनि पठाइदिनु होला अरे कहना क्या चाहते हो भ्लग हेरेर अनुहारको स्किन केयर कसरी पाइन्छ पिआर प्याकेज पठाइदिनु होला प्लिज ब्रेकफास्ट हुँदैछ हाम्रो चाहिँ मेरो कपाल त खोरेकै छैन भाइ जुत्ता लाएर अघि देखिन्छ अनि त्यसपछि तिम्रो कतिवटा फोटो खिचेर भयो होला खुब 50वटा पुऱ्यायो होला 50वटा त होइन सिंगल मतलब एक कुन्टासम्म खिचौँ न सबैले अब म जाने मलाई हैव अ सेफ ट्राभल भनौ त्यही त अब यिनी जाँदैछिन् कहाँ जाँदैछौ रे जापान छुङ छुङ जापानिज ल्याङ्ग्वेज केही बोल्दै त
ओ माई गॉड यति चाहिँ जानिले चाहिँ आरिगातो गोजाइमास द्याट इज थ्याङ्क यू बाइ द वे के हो त्यो भनेको चाहिँ थ्याङ्क यू अब पहिला भनेको गुड मर्निङ पछिको भनेको थ्याङ्क यू हाम्रो ब्रेकफास्ट पनि आयो लेट्स सी के छ ब्रेकफास्टमा हाम्रो ब्रेकफास्ट चाहिँ यही नै हो ब्रेकफास्ट कस्तो लाग्यो यसो रिभ्यू दिनु होला हजुरले यस्तो ओइली भगवान ओइली छ यो एकदम बढी ओभर टोस्ट भयो जस्तो छ टोस्ट इज गुड बट द थिङ इज यो भेजिज एकदमै तेल छ कि तेलमै तारेर दिए जस्तो हो क्या ब्रेकफास्टमा यस्तो धेरै ओइली त हुनु पर्ने क्या बोइल गरेर दिए ए बोइल नगरिकन हेर्नु न यहाँ तपाईँले देखियो कि नै क्यामेरामा है यस्तो पुरै ओइली भगवान भोक लाग्यो भएर यति खाएर हाम्रो यहाँ पुल चाहिँ सफा हुँदैछ अनि त्यसपछि यहाँ टिकटक बनाउँदैछन् यिनीहरूले कति टाइम लाग्छ खै आउँदैछ कि अनि हाम्रो हेर्नु बिहानको मर्निङ भ्यू अब हामी एकछिन स्विमिङ गर्छौँ हामी जहाँ पनि के गर्छौँ रे वे स्विमिङ पुलमा फुल पैसा वसुल क्या बोला तू Spicy meat. Yeah, boy. गाइज हामी चाहिँ अब कविताको प्रतीक्षामा थियौँ ऊ बुढासँग बोलेर बसिन् 24 घन्टा हामीलाई पनि टाइम दिन सकिनन् म्यारिड एकजना म्यारिड भएपछि यस्तै हो बुढालाई धेरै टाइम अब भेनालाई यहाँ युट्युब भिडियोमा बोल्न लाउँछु म फोनमा बोल्दै हो ल यहाँ देखाइदियो युट्युब च्यानलमा के भनिदिनु होला भनेर कता हो के भन्दिनु अरे के कता जानुभयो युट्युब च्यानलमा के भनिदिनु भेनाजु म पनि युट्युबमा आउँछु होइन सब्सक्राइब गर्नु होला लाइक गर्नु होला कमेन्ट गर्नु होला अब चाहिँ हामी कवितालाई प्र्याङ्क गर्न लाग्यो भनेर प्र्याङ्क भन्नाले यो चिज साइना कहाँबाट सरिता साइनालाई याद गरेँ यार मैले के अरे भिडियो फोटो दिन्छु यहाँ बस्छ भनेर पछाडिबाट भगाउनु पर्छ ए होइन यसो भने तिमी यहाँ आउँछिन् अनि तिमीले मेरो पुलमा खिच्छौ भनेर तिमीले भिडियो खिच्छ त्यहाँबाट म यस्तो पछाडि 5 hours later. कैसा लगा झटका लगा मजा आया ल हामी चाहिँ अब फाइनली चेकआउट गर्दैछौँ अब कहिले सालपछि 1 वर्षपछि भेटिन्छ यिनी जाँदैछौँ जापान राम्रोसँग जाऊ हामीलाई छोडेर होइन यस्तो फेक चाहिँ गर्नु भएन होइन कस्तो नराम्रो लाग्यो रियल चाहिँ हो म चाहिँ अब फेरि देखाउन आउँदैन त्यही हो मुख डढेर बाई मोनिकाको भ्लगलाई लाइक सब्सक्राइब कमेन्ट सेयर सबै गर्नु होला अब हामी खाना खान पनि जान्छौँ कि अनि यो भ्लगबाट पैसा कमाएको फेरि अर्को ट्रिप जाने हो कि यो त 1 वर्ष अगाडि पनि भनेको फर्स्ट भ्लगबाट दुबई जाने भनेको हैन हो बल्ल 1K भ्युज भयो 1K अब हुन्छ के स्लोली अब हामी यहाँबाट चाहिँ खाना खान जान्छौँ है भयो भने त्यहाँ पनि खिच्नु पर्ला खिच्ने हो डोन्ट वरी गाइज म खिच्छु मजाले यहाँको खाना ठिक लागेन वहाँ गएर चाहिँ हामी मस्त हामीले भात नखाएको 24 घन्टै हुन लाग्यो त्यही भएर के मिसिङ भएको कि एकदम कमजोर फिल भइरहेको दाल भात पावर्स के नि 24 आवर अब हामी खाना खान जान्छौँ यहाँबाट बिलिङहरू गरेर यहाँबाट चेकआउट गर्न लाग्यो है गाइज बाई बाई सरी ए यता आउने काम छ कि नै हजुरको ए यसै खाना त नेपाली खाना त खानै पर्ने रहेछ यस्तो भोक लागिरहेछ अब हामी खाना खान्छौँ भने कविता मजा आयो यहाँको त खानै एकदम जान आइरहेको छ त्यही हुन्छ बस्छु खाना कसरी खानुपर्छ यसरी
उसले नि हान्छन् अब तालमेल देखिरहेको यो चाहिँ छोड्नु जति लगाइरहेको मेरो नि नट ब्याड है दही मैले खानु बाँकी छ